टिचरहरूसँग मैले यो क्वेसन सोधेँ है, यहाँभन्दा बाहिरको केही गर्नु भएको छ भन्दा कसैको नि सबैको एन्सर यो भएपछि मलाई पुग्यो भन्नुहुन्छ कि। अब कस्तो भन्दा चाहिँ लगभग एउटा डाइनिङ टेबलमा डिसेसहरू धेरै छन् है, एउटा डिस पऱ्यो है, अब एउटा डिस खायो मिठो लाग्यो, अनि त्यहाँबाट मलाई यतिले पुग्छ जिन्दगीभर म यही खान्छु मलाई यसैले पुग्छ, त्योभन्दा अझै राम्रो राम्रो डिसहरू पनि पाउन सकिन्छ नि त आफूलाई। त्यो चाहिँ किन कस्तो भन्दा यो त एकदम एकोरो भएन र जस्तो लाग्यो कि मलाई यहाँको चाहिँ है। एउटा हुन्छ खिचडी, दाल पनि हाल्नुहुन्छ, चामल पनि हाल्नुहुन्छ, तरकारी पनि हाल्नुहुन्छ, सिटी लगाउनुहुन्छ, सब मिसेर हाल्नुहुन्छ। अर्को हुनुहुन्छ भात हुन्छ, दाल हुन्छ, सब्जी हुन्छ हैन, त्यसलाई बेग्ला बेग्लै पनि पकाएर हामी गर्छौँ। मिक्स गरे पनि भयो, खिचडी बन्छ, सेपरेट पकाएर त्यसलाई बेग्ला बेग्लै स्वाद लिएर हैन आफ्नो तरिकाले त्यसलाई मिक्स गर्दै पनि खान पाइयो। किनकि तपाईँले खानाको उदाहरणबाट सुरु गर्नु, मैले पनि खानाकै उदाहरणबाट गरेँ। गुरु खाना होइन, गुरुको ज्ञान जुन हामीलाई पस्केर दिनुहुन्छ खानासँग हामीले कम्पेयर गऱ्यौँ भने त फेयर भएन। स्वाद बेग्ला बेग्लै हुन्छ, सबै खानाको स्वाद लिँदाखेरि त राम्रै नै हुन्थ्यो नि त, तर सबै खाना चाख्दै गयौँ भने के हुन्छ, कुनै खाना चाहिँ हामीलाई हानि पनि गर्न सक्छ, विष पनि हुन्छ नि त। कुनै त मसरुममा पनि त च्याउमा विष हुनसक्छ। सो मेरो लागि कुन खाना राम्रो छ म भन्दा यो युनिभर्सलाई बेटर थाहा छ। हेर्दाखेरि त म के गर्छु, मेरो बुद्धिको प्रयोग गर्छु। ह्याप्पिनेस प्रोग्राममा थाहा छ नि होइन, शरीर, सास, मन, बुद्धि, चित्त, अहङ्कार, आत्मा। शरीर, सास, मन, बुद्धि, यो खाना भन्दा यो मिठो। सबैजना एकोरो त भइरहेको छैन, सबैको स्वाद लिएको भए मैले राइट डिसिजन गर्न सक्थेँ। यो जजमेन्ट कसले गर्छ? बुद्धिले। तर हामी कहाँ छौँ? बुद्धिभन्दा पर आत्मामा पुग्नु छ, तर म कहाँ अड्केँ? बुद्धिमा। हामी बुद्धिमै अड्किरहेछौँ भने हामी अध्यात्ममा पुगेकै छैनौँ। अध्यात्म भनेको बुद्धिबाट मनको जर्नी हो। जब हामी बुद्धिबाट फ्रम यो माइन्ड या यो ब्रेन टु द हार्टको जर्नीमा जान्छौँ, तब बल्ल हामीले अध्यात्म सुरु गऱ्यौँ। गुरुदेव आउनुहुन्छ, या ओशो आउनुहुन्छ, या श्री गोयन्काजी आउनुहुन्छ, जहाँ जाँदाखेरि चाहिँ मेरो मनले भन्छ मेरो गुरु यो हो। आमा बुवा चेन्ज गर्न सक्नुहुन्छ? सक्नुहुन्न नि त। आमा बुवा यहाँ लेखेर आएको छु मैले, यही मातापिताबाट मेरो जन्म हुन्छ भनेर मैले यहाँ लिएर आएको छु। यही गुरु चाहिँ मेरो हो भनेर पनि यहाँ लिएर आएको छु। तपाईँले यहाँ पनि जानुभयो, यहाँ पनि जानुभयो, यहाँ पनि जानुभयो भने गुरुलाई पक्रिनु नै भएको छैन। यो मेरो गुरु भनेर तपाईँलाई मेरो आमा बुवा यो हो भनेर म ढुक्क हुन्छ नि। म बजारमा गएर कहीँ हराएँ, मेलामा हराएँ भने पनि मेरो आमालाई बुवालाई देख्ने बित्तिकै म कुदेर आमा बुवालाई हात पक्र्न जान्छु। थुप्रै आमा बुवाहरू छन् त्यहाँ, तर म आफ्नैमा जान्छु नि त। त्यो यो संसार पनि एउटा मेला हो। त्यो संसारको मेलामा म हराएँ भने पनि मलाई बाटो देखाउने एउटै गुरु हुनुहुन्छ, जसरी मेरो मातापिता एउटै छ। सो गुरु भनेको खाना होइन। गुरुलाई हामी बुद्धिले चिन्न सक्दैनौँ। मेरो गुरु को हो भनेर म बुद्धिबाट मैले एनालाइज गर्न थालेँ भने मैले जहिले पनि गलत हुने चान्स छ। किनभने सही र गलत हो नि त बुद्धिको काम। सही पनि हुनसक्छ, गलत पनि हुनसक्छ। हाम्रो अन्तरात्मा, आत्मामा जाँदैछौँ नि त होइन, शरीर, सास, मन, बुद्धि, चित्त, अहङ्कार, आत्मा। अन्तरात्माको भोइसले भनेको कुरा कहिले पनि गलत हुँदैन। मेरो त अन्तरात्मा या त्यो अन्तरात्मा भन्दा पनि पर केही कुरा छ भने त्यो सबैले भन्छ कि मेरो गुरु बस यही हो। यो जीवनमा त के पहिलाको जीवन देखेँ, अब अर्को उपरान्त यो जीवन आउँछ र पनि मेरो गुरु त बस यही नै हो। एउटा थप कुरा गरौँ। हस्।